गाइस नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। त आज हामी आफ्नै घरमा होइन सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। फाइनली हामीले नयाँ आइडी खोलेको हामी चाहिँ आज आफ्नो घर जान लाग्यो। यस्तो बाटो हाँडा मारेर भाउजू हाम्रो यो कर्णाली राजमार्ग हो घर हो। डाँडा एउटा घर यहाँ पनि छ। मेरो सेकेन्ड घर छ। ఏమంతా ఏ ఎలిమెంట్ गाइस नमस्ते वेलकम टु माई न्यू ब्लग। यो हाम्रो धानको बाला लह लह खोलाहरू सहसह गाउँमा कोही छैन, सुनसान गाउँ। त्यो माथि खोला एक्लै एक्लै। सँगसँगै हामी अब कहाँ जिम्मा त्यस्तो डरगान भयो अहिले त्यत्रो पाहाड छ हाम्रो गाउँमा गाइस। छमक छल्ला पाहाडहरू यस्तो पाहाड हाम्रो गाउँमा। गयो स्विमिङ पुल हाम्रो गाउँको स्विमिङ पुल गाई गर्सी यस्तो नहुनेको ट्याङ्गे पारेर यस्तो नहुने ट्याङ्गे पारेर अनि यो खोला रहेछ हाम्रो गाउँमा नहुने। अनि अन्त माथि चाहिँ अब यहाँको पहिरो आएछ यहाँबाट बगेर चाहिँ यहाँ आएछ क्या योमा। यो पुरा यस्तो कालो कालो भएको छ पुरा भरिएर। अनि अब यस्तो त यो माथिको पाहाडहरू पुरा फुटेर पानी भरेछ। अनि अब त्यो सफा गरेर फाइनली गाइज हामी चाहिँ अब नुहाउने त्यो नुहाएको भिडियो चाहिँ मैले देखाउन सक्दैनँ किनकि त्यहाँ पानी फोहोरै पर्छ। त्यसैले हामी त भिडियो नबनाउने। त्यही भएर चाहिँ हामी बरु यहाँसम्म चाहिँ पुग्ने नदीसम्म। सायद यहाँ माछा चाहिँ हुनुपर्छ है, माछा छ। यस्तो पानी छ हाम्रो पुरा स्काई ब्लू। माछा माछाहरू